नमस्ते। म आज हार्ट भल्भ र हार्ट साउन्डको बारेमा डिस्क्राइब गर्न गइरहेछु। के तपाईलाई थाहा छ हाम्रो ब्लड हार्टमा कसरी प्युरिफाई हुन्छ भनेर? छैन भने म यहाँ डिस्क्राइब गर्दैछु। अनि हार्ट भल्भ कतिवटा हुन्छ, हार्टमा कतिवटा कोठा हुन्छ र हार्टको नर्मल साउन्ड के हो, कसरी आउँछ त्यो डिस्क्राइब गर्न गइरहेछु। सो फर्स्ट अफ अल हार्टमा 4टा कोठा हुन्छ। एउटा राइट एट्रियम, राइट भेन्ट्रिकल, त्यसपछि लेफ्ट एट्रियम, लेफ्ट भेन्ट्रिकल। अब हाम्रो शरीरको जति पनि ब्लड छ त्यो डायफ्राम भन्दा माथिको ब्लड सुपेरियर भेना काभाबाट आउँछ राइट एट्रियममा, र डायफ्राम भन्दा तलको जति पनि ब्लड छ त्यो सबै इन्फेरियर भेना काभाबाट राइट एट्रियममा आउँछ। राइट एट्रियममा आएको ब्लड फेरि राइट भेन्ट्रिकलमा जान्छ। राइट भेन्ट्रिकलबाट इम्प्योर ब्लड फेरि पल्मोनरी आर्ट्री हुँदै लङ्समा जान्छ। अब आर्ट्रीले त अक्सिजनेटेड प्योर ब्लड क्यारी गर्छ, तर यहाँ पल्मोनरी आर्ट्रीले इम्प्योर ब्लड क्यारी गरेको हुन्छ। फेरि यहाँबाट लङ्सबाट ब्लड प्युरिफाई हुन्छ र अक्सिजनेटेड ब्लड, प्योर ब्लड पल्मोनरी भेनले लग्छ लेफ्ट एट्रियममा। नर्मली भेनले इम्प्योर ब्लड क्यारी गर्छ, तर एउटा यो पल्मोनरी भेनले चाहिँ यहाँ प्योर ब्लड क्यारी गरेर लेफ्ट एट्रियममा ल्याउँछ। फेरि लेफ्ट एट्रियमबाट लेफ्ट भेन्ट्रिकलमा आउँछ ब्लड, अनि एअर्टा हुँदै हाम्रो होल बडीमा फेरि ब्लड सर्कुलेट हुन्छ। अब भल्भ कतिवटा हुन्छ? भल्भ भनेको हार्टको ढोका कतिवटा हुन्छ। अब मानौँ कि एट्रियमबाट ब्लड भेन्ट्रिकलमा आयो अनि भेन्ट्रिकलबाट फेरि आर्ट्री र भेनमा गयो। अब यहाँ भल्भ, यहाँ ढोका भएन भने यो ब्लड आएको फेरि त माथि जान सक्छ नै। त्यसको लागि नेचुरली हाम्रो हार्टमा भल्भ प्रेजेन्ट हुन्छ। सो राइट एट्रियम र राइट भेन्ट्रिकलको बिचमा जुन भल्भ हुन्छ त्यसलाई ट्राइकस्पिड भल्भ भनिन्छ, र लेफ्ट एट्रियम र लेफ्ट भेन्ट्रिकलको बिचमा जुन भल्भ